तिमीलाई थाहा छ तिम्रो र मेरो भेट कहिले भएको थियो? तिमीले त बिर्सिसकेको होला त्यो दिन। मलाई अझै पनि याद छ। तिमी हिँड्दा बाटोमा मेरो बाइकमा ठोकिएको थियो। मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण दिन भनेको नै त्यो थियो। सानैदेखि एक्लै हुर्किएको। त्यस दिनदेखि तिम्रो साथ पाएपछि म आफूलाई नै ठुलो भाग्य माने ठान्थेँ। तर यो दुनियाँ कति स्वार्थी छ। म आज एकदम एक्लो भएको महसुस गरिरहेको छु। मेरो मनलाई मेरो पागलपनले जितेको छ आज। त्यसैले यो अवस्थामा आएको छु म। अभी 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 साले कुम्भकर्ण कति सुत्छस्? कलेज बिदा भएदेखि तँलाई त दसैँ आए जस्तो छ। एनी टाइम सुत्छस्। उठेर पनि के नै गर्ने हो र? आजको प्लान बिर्सिस्? कहाँ जाने कुरा भयो? ओ सरी यार, म त कस्तो बिर्सेछु। गधाले सम्झिन सक्ने भए गधा गधा नभएर घोडा भइहाल्थ्यो नि। ल यो कपडा लगा, नयाँ किनेर ल्याइदिएको। सरी है, माइन्ड नगर, झुकेर भएको। इट्स ओके, आइन्दादेखि राम्रोसँग ड्राइभ गर्नु। ठुलो ग्रहले बाँच्छ यार। ओइ के टाल्नु पऱ्यो हेर आएको हिँड्छ। मोबाइलमा राम्रो राम्रो गीत हालिदिनु न। दाइ मोबाइलमा भिडियो हालिदिनुहोस् न। मेमोरी कार्ड दिनुहोस् न। पहिले उसलाई नै हालिदिनुहोस्, म एकछिन पछि हाल्छु। होइन होइन, पहिले तिमी नै हाल, म एकछिन पछि हाल्छु। होइन होइन, तिमीले हाल न। कहाँ हो बिहान बिहान? ओ हाई। ओ हाई। चिनेनौ त्यो हिजो बाटोमा बाइक? ओ त्यसपछि अरू कसैलाई त ठोकेनौ नि? छोड्देऊ त्यो कुरा। अनि तिम्रो घर नि? मेरो घर? ओ त्यही हो। तिम्रो नि? हाम्रो घर पनि यही नजिकै हो। म अविनाश। हाई, आई एम सोलिना। उ मेरो साथी। हाई, आई एम अभि। ल ल अहिले म जान्छु, नजिकै त रहेछ नि, भेट्दै गरौँ न नि। बाई बाई बाई। साले बिहान बिहान कहाँ नि? मलाई थाहै नदिकन केही चक्कर त छैन नि? होइन यार, मोबाइलमा यसो केही नयाँ राम्रो गाना हालौ भनेर आएको। साउजी मोबाइल दिनुहोस् न। जमेन। ए भाइ पैसा दिनु पर्दैन? सरी साउजी, म त कस्तो बिर्सेछु। यसपालि कलेज बिदा पनि साह्रै बोर भयो यार। कहिले कलेज सुरु होला जस्तो भइरहेछ। यसपालि त कोही साथीहरू पनि छैनन्। टाइम पास गर्ने के बाटो नै छैन यार। बरु अभि जाउँ न यार आज मुभी हेर्न। हे त्यो 10 पटक हेरेको मुभी पनि कसले हेर्छ? छोड्दे। जाउँ न जाउँ, दामी छ नि, एकपल्ट हेरौँ न। छोड्दैन भने त्यो 10 पटक हेरे फिल्म पनि कति पटक हेर्ने? छोड्दे। जाउँ न जाउँ यार। हाई सलिना। ल राख, एकछिन पछि कल गर्छु है।
हाई अविनाश, हाई अभि। हाई। सलिना तिमी पनि यही बस न। अनि तिमीहरू कता नि? यतिकै गनी भएर चिसो खान आएको। सलिना केही लिन्छौ? नो थ्याङ्क्स भयो। अनि तिमी कता नि? मैले पनि एउटा साथीलाई मुभी हेर्न बोलाएको थिएँ, उसको ड्याडीले आउनै दिनु भएन छ। अनि तिमीहरू पनि फ्री छौ भने जाउँ न बरु मुभी हेर्न। मैले पनि अघि यसलाई यही भनिरहेको छु, मान्दैन। हे जोक गरेको नि यार। अब तिम्रोले भनेपछि नजाने कुरा हुन्छ त, जाऊ न होइन। हेर न के दामी केटी छ। के भनेछ फेरि भन्दा? के भनेछ रे? अविनाश, यो चिठी लगेर सलिनालाई देला है। यदि उसले चिठीको कुरा विश्वास गरिन भने त पनि आफ्नो मुखले केही सम्झाइदिस्। ल त ढुक्क हो, सलिनालाई मैले यहीँ बोलाएको छु। म सलिनालाई भेटेर आउँछु। हाई अविनाश। हाई। के छ यार? ठिक छ यार। अनि तेरो? त्यही त हो नि। अनितालाई चिट्टा परे जस्तो छ नि। चिट्ठा? तेरो कुरा अलि बुझिन नि मैले। हिजो त जुन केटीसँग फिल्म हेर्न गएको थिइस् नि, त्यो त करोडपति बाबुको एक्लै छोरी हो। त्यसलाई हात पार्न सकिस् भने त तेरो त भाग्य चम्किन्छ यार। छोड दे, मलाई अहिले अलि हतार छ, म अहिले जान्छु। हाई अविनाश। खोइ त अभि आएन ऊ? एउटा सानो कामले बाहिर गएको छ, आएन। सलिना तिमीसँग मेरो एउटा जरुरी कुरा छ।